Right, Mount Kenya trip today with day one. John, with John. What is your company again? JJ. JJ. He's the main guide here. This is for a great cause. Santos, do you have something to say about your cause, please? Project Kaida. तपाईँहरू सबैले सुन्नु भएको छ र प्रोजेक्ट कायदा भनेको हाम्रो गोर्खा म्युजियमको लागि हो। त्यसको लागि चाहिँ म फन्ड रेज मैले गर्दैछु। हाम्रो सन्तोष राई भाइ। सन्तोष ध्रुव अल ठिकै छ? एकदम ठिक छ। हाम्रो दानिर दाइ हुनुहुन्छ यता। जय जय। जय जय। जय जय। भाइ भाइको नाम त हिनाङ्सु, नामै अप्ठ्यारो छ है। वर्कर जोसेफ। माउन्ट केन्याको फर्स्ट दिन, पहिलो दिन आज हाम्रो 2 दिन 1 रातको ट्रिप हो। हामी माथि पाटेनमा चाहिँ होइन, लेनाना 3rd हाइएस्ट पोइन्ट माउन्ट केन्याको जाँदैछौँ। सुरुवाती हिँडाइ अहिले लगभग बिहानको 9 बज्यो। भोलि बिहानै त्यहाँ माथि पुग्ने हाम्रो सपना। लेट्स सी। ओल्ड मोसेस क्याम्पबाट हामी हाम्रो आजको यात्रा ट्रिप सुरु गर्दैछौँ। यो अगाडिको हाम्रो टिम हो। यो ट्रेल पछ्याउँदै हामी जान्छौँ माथि। हेरौँ कस्तो हुन्छ आज पहिलो दिनको यात्रा। That we are doing a 2-day trip. We have driven all the way from Nanyuki, past the gate that was 2650 meters above sea level, and we drove to Old Moses Camp, where we had to start the hike. The hike has just started by 08:45 hours. We're proceeding towards Shifton Camp, whereby we expect to walk for like 4 to 6 to 7 hours, and that's where we will be spending the night. We will have lunch on our way and proceed to the next Shifton Camp. And for tomorrow, we'll be waking up at around 0300 hours for the summit. That will be like 4.5 kilometers, where we will ascend, go see the sunrise, get down to the Shifton Camp, have our breakfast, proceed to Old Moses again, where we'll have our scoff, lunch, and break back to Nanyuki. गन ठिकै छ। जस्तो हिँडेर हामी यस्तै अब 15 मिनट जस्तो भयो। एलिभेसनले गर्दाखेरि चाहिँ अलिकति हावा पानीले गर्दाखेरि चाहिँ सास बढ्दैछ। अलिकति गाह्रो हुँदो रहेछ। तर यहाँको यो बाटो चाहिँ नेपालको तुलनामा चाहिँ धेरै सजिलो रहेछ। हिमांशु ठिकै छ? ठिकै छ सर। हेलो जोसेफ। Hello. How are we? We good? Yeah, very good. Good. Body is warmed up now. Last but not the least, चाहिँ all good. त्यो पारी सानो बिल्डिङहरू देख्नुहुन्छ भने त्यो ओल्ड मोसेस क्याम्प। हामी त्यहाँबाट हिँडेको करिब 20 मिनट हिँडियो अनि 1 किलोमिटर पार गरियो अहिलेसम्म। बिस्तारै यो उकालो चढ्दैछौँ हामी माथि। त्यो क्षितिज कटेर जाने हो। लेट्स सी कस्तो हुन्छ। धन्यवाद दाइ, तपाईँको अहिलेसम्मको अनुभव भन्नुहोस् न त। लगभग 1 घन्टा कति भयो? आधा घन्टा भयो हिँडेको। 1 घन्टा भयो आज। एकदम रमाइलो भइरहेछ आज। खास गरी सन्तोष भाइले बिचरा अर्गनाइज गर्नुभएको रहेछ है। अनि हामी पनि सामेल हुने मौका मिल्यो। एकदम रमाइलो भइरहेछ। कस्तो हुँदैछ? So far so good.
कतिचोटि हिँडिसक्यो हामी लगभग आधी घन्टा जति हिँड्यौँ बाटो चाहिँ ठिकै छ जस भने जस्तो उकालो चाहिँ भेटिएन मेबी अलिक माथि गएर आउँछ होला भेट्ने होला सन्तोष ठिकै छ ठिकै छ फिलिङ द थिन एयर फिल्म थिएन Well, it's okay. 2K done. 2K done, yes. So 14K to go. ठ्याक्क 2 किलोमिटर हिँडियो यहाँबाट हामी आएको क्याम्प ओल्मोस्ट चाहिँ नदेखिँदो रहेछ समय तल बाटो हिँडेर आएको अनि वेदर स्टेसन भन्छ त्यो पारीको कुनै बेला आएको थिएँ म पनि अनि हाम्रो टिम चाहिँ माथि हिँड्दैछ बिस्तारै 14K to go. So where does it take? It takes you to the same place, this but camp, long route, and people prefer when they have a ल मजाले आकाश पनि खुल्दैछ स्वर्गले पनि स्वागत गर्दैछ हाम्रो गन्तव्यतिरको बाटोहरू पनि खुल्दैछ आनन्दको रोमाञ्चक यात्रा हो रोमाञ्चक यात्रा हजुर Senecio Roberia and Waterfield Roberia. The green one is Waterfield Roberia with the water inside, and this one with the outer white Senecio Roberia. They are called. They are from Brassica family. The Brassica family is from cabbage family, but we don't eat them. That's why they look like a cabbage. They grow here. So in February to March they have flowers. Earlier this year, I climbed Kilimanjaro. Yeah. So to prepare for that climb, we went up to what is that called? The viewpoint. From here. बेसी त गरेन त्यो राउन्ड्स अन्नपूर्ण सर्किट क्या त्यही बाटो त हो त्यही बाटो हो र बेसी फरक होला भ्यूहरू भयो भ्यूहरू त भएको नि हैट दानेरी दाइ यात्रा जारी छ कस्तो हुँदैछ लगभग साढे 3.5 किलोमिटर भएछ हामी हिँडेको 1.5 घन्टा हुन आँटेछ चण्डी हजुर हजुर हामी त्यो स्कुलमा गयो अनि अब सरहरू पनि त्यो चुला पुग्छ कि उनीहरूको हजुर चुला पुग्छ त्यो चल्ली नाच्दै घरमा हिँड्नु पर्छ कि अनि हामी पनि साथीहरूसँग त्यसरी जान्छ नि त ए स्कुलमा त कोही How was the climb? Nice and hard also. Yeah. When did you start? Yesterday or? We did today morning. So, where are you from? I'm from Poland. Poland? Yeah. And you? Oh, I'm from Nepal. Oh.
हङकङ यो खोला तरेर हामी चाहिँ अहिले त्यो माथि उकालो लाग्छौँ भ्यू पोइन्टतिर What are we cooking today? What is in the menu? We have salad. Yeah. We have salad with a sweet corn, cucumber, onion, and tomato. Mr. Crazy, what is happening? I'm just preparing the spoons, bread, and everything for Lunch, yes? yeah. Sawa. Yeah. We have decided to have a stopover Okay. for our client to have some lunch. Is this where you normally have lunch? We usually have lunch on 3 points. This one is one. Yeah. We have another one on halfway, and we have another before we get to the camp. So after lunch break, we have started our next phase of this hike to the top of Mount Kenya. Feeling the altitude? Already? Yeah. 4,000? John, viewpoint is not far now, is it? Đây, ल आउनुहोस् है आउनुहोस् ध्रुव ल Right, nearly after 3.5 hours, we have arrived at our halfway point for today, and it is called Leaky Point. Right. Oh, this place is covered by cloud. This is the viewpoint, isn't it? This is the viewpoint. This is the viewpoint. Yeah, halfway. Halfway through. Here you go. So this is the view from the viewpoint, which is not really great today because of the cloud cover. And down there is the Makeda Valley. You can hear the sound of the river. Halfway point, what is the feeling? के हुँदैछ? Life is not good? यसो सोच्दै छु क्या लाइफमा गरेको नराम्रो डिसिजनहरू किन गरिएको छु होइन यो ब्रिटिस आर्मी भन्ने कुरा यो किन जोइन गरेको छु यो केन्या भन्ने ठाउँ किन आइएको छु We moving off from this viewpoint. Have had a bit of break. अब चाहिँ हिँडेको हामी. चाहिँ ओह्रालो सुरु भएछ त्यत्रो उकालो चढेर आयो. Oh, Patrick, Yeah. what is happening? We are just taking a short break, Yeah, then we start to proceed to the camp. we follow this route, yeah? Yeah. Santi. Karibu. अब चाहिँ यही भ्याली भ्याली हिँड्ने अरे माथि हाम्रो आजको बास बस्ने ठाउँसम्म पुग्नको लागि. हाम्रो दाइ भाइहरू अगाडि गइसक्नु भएको छ. म चाहिँ बिस्तारै पछाडि आउँदैछु. एकजना भएर एकजना गार्ड पनि पछाडि छ. लेट्स सी आजको दिनले अरू के लिएर आउँछ. भ्यू पोइन्टमा हामी लगभग 3800 मिटरमा थियो. सायद त्यही उचाइमा हिँडिरहेका छौँ होला हामी, अथवा अलिकति थोरै तल.
अल द वे यो बाटो हिँड्दै पुगिन्छ। अरे आजको भाषा ठाउँमा त क्याम्प साइट। यहाँको भौगोलिक बनावट चाहिँ अघि भ्यू पोइन्ट कटेपछि लगभग कस्तो कस्तै रहेछ। यो अलिक डरलाग्दो पाहाडको एउटा पत्थरको तल तल हुँदै हामी जाने रहेछ। The journey continues to the top of Mount Kenya, अफ्रिकाको सेकेन्ड हाइएस्ट माउन्टेन। हामी जाँदैछौँ। पहिलो दिन लगभग आधाभन्दा बढी बाटो हामीले तय गरिसकेका छौँ। मेरो एउटा टिम पारी छ, अर्को टिम पछाडि आउँदैछ। सो खोला पारी पनि हिँड्ने कोरिटोहरू रहेछ, सायद मान्छेहरू त्यो बाटो पनि प्रयोग गर्छन् होला। घाम लाग्न थाल्यो अब चाहिँ। होप अब चाहिँ दिन खुल्दै जान्छ होला। हामी भोलि बिहान सुरुमा जाँदा सायद मौसम सफा हुन्छ होला र किलोमाञ्जारो देख्न सकिन्छ होला त्यहाँबाट। चेस पर्यो, चेस पर्यो। पल्लो घरको गौछेलाई 3 पाने तातार भैँसी मारेर भुट्टा बनाएर राख्नु हुन। This giant ground cell Sorry, brown cell. or giant ruberia, Uh-huh. mostly they bloom on November, December. Okay, So maybe in 2 weeks' time it will be like a blooming yarrow. okay. Yeah. घाम त फेरि लुक्यो त बादलभित्र। Yeah, they have two peaks. That's Telembi and Teleki. Covered by the cloud, Covered yes? by crowns. Yeah, Previously, they used to do some technical climbing there, log climbing. yeah. However, with time, the logs broke so much and they were so loose, so it was banned by the Kenya Wildlife Services from hiking up there. बर्बाद भयो। पानी पर्न थाल्यो। होप धेरै बेर पर्दैन होला पानी, आशा गरौँ। ल पानी पर्यो। अझै 4-5 4-5 किलोमिटर छ होला हिँड्नको लागि। होप यो पानी चाँडै रोकिन्छ र हाम्रो यात्रा सहज हुन्छ। एक प्रकारले पानीले गर्दा शीतल त भएको छ तर अप्ठ्यारो। Hello. ठिकै छ सर्ने भारी। सन्तोष ठिकै छ? Aleli, Harak. Apart from that, yeah, good. Okay, good. Let's go. ओखन नारे हो सास बढ्यो त ठिकै छ।
हाम्रो सेफ र सेफको हेल्प आउँदैछ बिस्तारै पानी पर्नु पनि छोडेको छैन उकालो पनि सकेको छैन होपफुली आजको लागि अन्तिम उकालो होला त्यसपछि त्यहाँबाट चाहिँ हामी बेस क्याम्प अथवा सिप्टन क्याम्पमा पुग्छौँ भन्ने आशा छ तलबाट बिस्तारै आउँदैछ पारिबाट आएको हामी यो उकालोले चाहिँ निकै साह्रो पार्दैछ So that's the camp here. Is that true now from here? Nearly there. Can see the camp from now. Camp देखिन्छ यहाँबाट. Still going strong. अझै छ अलिकति हिँड्नु आजको क्याम्प पुग्नुको लागि. घन्टी के छ? Oh my god. दाइ ल आइपुग्नु आँट्यो है त्यो के अरे क्याम्प आजको लागि नियरली दा हामीलाई शेष पऱ्यो दाइ ढुक्कै हुनुहुन्छ हिँड्दै हुनुहुन्छ यार धेरै टाढो चाहिँ छैन अब तर यो अल्टिट्युड उचाइ प्लस यो उकालोले गर्दा चाहिँ अलिक गाह्रो भयो सास निकै बढ्यो यहाँ आउँदाखेरि nearly there. Right, we are here finally. ल बल्ल आइपुग्यो हाम्रो बेस क्याम्प आज हाम्रो बास यही हुन्छ अनि भोलि बिहानै यहाँबाट चाहिँ समिट पुश ओके this is where we're stopping for tonight and then we'll push for summit very early tomorrow morning. I've been told we will get up around 3 o'clock in the morning and proceed with the summit push. बिहान 3 बजे उठ्ने अरे अनि त्यसपछि समिट पुश सिप्टन क्याम्प Shipton camp आइपुग्यो Shipton's camp arrived at Shipton camp apparently it is at 4,200 meter above the sea level or 13,800 feet. For tonight here is आज बस्ने okay So in the next few minutes something hot like tea so yeah somewhere cool somewhere very cool on the यो हाम्रो यात्रा चाहिँ एउटा रिडेम्सन यात्रा जस्तै भयो सबै अहिलेसम्म गरेको पाप मिस्टेकहरू सबै पखालियो आज बिहानको 3 बज्यो हामी अब लगभग 3:30 तिर निस्किन्छ हामी त्यहाँबाट त्यो चाहिँ सिप्टन क्याम्प सिप्टन्स क्याम्प हो सबै प्याक भएको हजुरले जानुको त्यहाँ हुनुहुन्छ सन्तोष त्यता घन्छ जसमा त्यता माङ्सु भाइ यता छ अर्ली मर्निङ यो के भन्छ स्न्याक बिफोर समिट पुस धुमधामको तयारी चल्दैछ यहाँ जन सन्तोष anything Joseph any points
Ready for summit. Ready for summit? Ready for summit. 3:30. 3:30. ध्रुव Nothing. दुईजना के छ केटाहरूको Great. जाने दाइ हजुर रेडी हो तपाईँ हजुर एकदम रेडी हजुर शिफ्टन क्याम्पबाट हाम्रो जर्नी सुरु भयो लालाना पोइन्टको लागि लालाना पोइन्ट इज समवेयर इन द भास्ट डार्कनेस there. Joseph, the leader. Hey, doable. कस्तो हुँदैछ कति भयो हामी हिँडेको Sky is clear. Sky is clear. Right, team, keep coming. Joseph, some points? Any points? Hey, we are doing well. You're doing well. Strong. We'll be in the top soon. Let's go. Pole, pole. Team, keep coming. One team, one goal. One team, one One dream. goal. One team, one dream. निकै उकालो रहेछ समय ठाडै रहेछ बोइज आर कमिङ केटाहरू टिम आउँदैछ तलबाट ठाडै उकालो रहेछ यो बाटोमा चाहिँ आकाशभरि तारा देखिएछ है आँखाभरि तारा देखिँदैछ यो उकालोले यात्रा जारी छ पोइन्ट लेनानातिर लगभग 1 किलोमिटर पार गरियो अब झन्डै झन्डै 2 किलोमिटर बाँकी छ अरे पोइन्ट लेनाना पुग्नको लागि फर्स्ट साइन अफ स्नो इन माउन्ट केन्या ओह्रालो पो लाग्यो फेरि अहिले त some light far distant. चाहिँ बिस्तारै उज्यालो आउँदैछ यात्रा अझै जारी छ पोइन्ट लेनानातिर निकै चिसो रहेछ माथि चाहिँ तल एउटा सानो पोखरी रहेछ नट सो इफ यु क्यान सी अर नट उताबाट चाहिँ बिहान निकै लाली झुल्किँदैछ भेरी ब्युटिफुल मर्निङ फ्रम माउन्ट केन्या वी आर नियरली द गोइङ अप सम अदर another big hike.
बोल्न सकेको छैन सक्यो सक्यो सबभन्दा साल चाहिँ मलाई पर्यो हाम्रो उदापुरबाट बिस्तारै बिस्तारै जाँदैछौँ अझै पुगेको छैन What again? Nelian Peak Nelian Peak. and small hut at the top. More hard. People used to stay when they are craving. This is the only remaining glacier in Mount Kenya. Okay. Very thin. Yeah. And it's called Lewis Glacier. Lewis Glacier. Glacier. Yeah, and if you look on your left, you can see the red heart. Yeah. It's called Austrian heart. It was built by people from Austria. Austria by 1972. What is our destination? Nearly there. Nearly there. Everybody, do a go. They have a rope to assist us climbing. Oh. Congratulations, you are now at third highest peak, Lenana Peak in Mount Kenya, 4,985 meters. We did it.